ब्याक टु माई च्यानल। सबैजना सधैँ आरामै हुनुहोला, म पनि सधैँ छु। अनि के गर्यो भने चाहिँ साथी गाई चाहिँ मन चाहिने उब्रियो लिएर आइसकेँ होइन। टक्क यहाँ चाहिँ काटसाट काटेर उधुम रहेछ घर बनाउने तर्खरमा। टक्क म चाहिँ होइन टक्क घाँस काट्न हिँडिरहेको छु स्यालेर। अब के हुन्छ कसो हुन्छ होइन। अब घाँस काट्न हिँड्यो गाई। आज चाहिँ अब टक्क घाँस काट्न गइन्छ। अब कति बजिसकेछ 7:15 भयो क्या गाई। अब चाहिँ आएर स्कुल जाने कलेज जाने होइन। कलेजतिर जाने हो। घाँस सास काटेर अब के गर्न छ गाई, यस्तै छ होइन। घुम्ने थुर्ने चल्ने घाँस सास काट्ने पढ्ने गाड्ने बस्ने यस्तै छ हाम्रो जिन्दगी। ल गाई हतारमा घाँस काट्न हिँडिरहेको छु गाई। के हो भने अलि हतार भयो कि स्कुल जाने हो कलेज होइन। अहिले आएर भातसात खानु पऱ्यो अनि क्या ड्रेस लाएर जान अलि अबेला हुन्छ नि। त्यही भएर अलि छिटो जाने हो। म चाहिँ पाटिन डाँडासम्म पुग्ने हो घाँस काट्न चाहिँ गाई। त्यो उकालो हो कि त्यही भएर स्याहाँ भएर हिँड्न पनि सक्यो होइन। अलिकति आइसक्यो त हेर्नुहोस् कुहिरो लाएर हेर्नुहोस् कस्तो भएको छ। अलि बिसेक भइसकेको छ होइन। हो त्यता चाहिँ होइन कुहिरो लाएर बिजोग छ कि हेर्नुहोस् त गाई। यस्तै विपत्ता छ कि के हो कसो त। मौसमले पनि बिजोग च्यालेन्ज गरिरहेको छ होइन। पत्ता छ कि होइन के भनिदियो र हजुरहरूलाई होइन। यस्तो छ होइन। घरबारीमा पनि पहिले कस्तो हुन्थ्यो अहिले गनाउने बोलाएर बिजोग छ होइन। ल हेर्नुहोस् गाई कुहिरो लाएर होइन। यो चाहिँ खाल्टा यतापट्टिकै होइन के भन्छ नि यसलाई मान्देर भन्छ नि के भन्छ खै अलि मैले ठम्याउनु सकिनँ गाई होइन। म चाहिँ टक्क अब घरबारतिर हिँडिसकेको छु यहाँ। अब म चाहिँ अब ठुलो गहिरामा आइसकेँ। कुहिरो लाएर अचम्मै छ होइन। मौसम पनि के हो कसो हो त्यो थाहा छैन। आज यस्तो छ भोलि के हुन्छ भन्ने थाहा छैन होइन गाइज होइन। यस्तै हो गाइज गाउँमा भएपछि अलिअलि हल्का फुल्का काम गर्नै पर्यो होइन। गाइस के हो भने होइन कहाँ आइसक्यो भन्दा ठ्याक्कै यो चाहिँ मान्दैराको यो पानी खाने ठाउँकै यो बिजोग झाम्री भएको छ कि उकै पहिले टङ्की थियो यहाँ। हो यो पानी हो यो टङ्की हेर्नुहोस् गाइस अलिअलि देखियो त भए पनि यसो। यहाँ चाहिँ अब म माझ स्यानबाको घरबारीमा आइसकेँ। यही हो माझ स्यानबाको घरबारी। सुन्तलाको बोट छ यहाँ। यही सुन्तलाको बोट। म यहाँ आइसकेँ टक्क लाएर होइन। यही हो घरबारी। अब आइसक्दैछु। अब हामी चाहिँ गाई जहिले टक्क लाएर के गरिन्छ कसो गरिन्छ भने ठ्याक्क कुरो अलि थाहा छैन कि होइन। घाँस सास च्याप्प काट्ने भनियो चाहिँ होइन। घाँस अब के हुन्छ कति काटिन्छ कसो गरिन्छ ठ्याक्क थाहा छैन कि के हो कसो हो भन्ने कुरो। अब आउन लागिसक्यो कि होइन। घाँस त काटिन्छ जहाँसम्म घरबारी आँसी त्यसै जाने कुरो हुँदैन के हो गाई। अब गइन्छ गरम गुरम काटिन्छ झारझुर पारिन्छ रेनिहालिन्छ होइन। अब च्याप्प लाएर घाँस सास काट्न पऱ्यो। आइसक्यो अब 1 मिनटको बाटो छ धेरै छैन आइसकेँ। यही हो आउँदै जाँदै गरेको हो यही मूल बाटो। आउँदै जाँदै गरेको हो यही मूल बाटो। अप्ठ्यारो छ के गर्ने हो हिँड्नै सकिन आज। डमौरी माया मैसँगै डमौरी अनि गाई होइन। गाउँघरमा चाहिँ होइन अब युवाहरू हराउँदै गयो होइन। अब गाउँमा अब भैँसी दियाहरूले होइन अब गाई बस्तु पाल्न छोड्यो होइन। अनि झाम्री खालको बिजोग छ कि होइन। कतै हिँड्नै नसक्ने कि बिजोग छैन। तर चाहिँ यहाँ अलिअलि काटेर जस्तो बाटो जस्तो त भएको छैन जे छैन। अहिले चाहिँ बिजोग छ कि हेर्नुहोस् न यहाँ झाम्री कस्तो छ हेर्नुहोस् यस्तो। यो चाहिँ अलि बिसेक छ यता बाटो भएर हो यहाँ हिँडिरहेको भरमा चाहिँ यता चाहिँ बिजोग झाम्री छ कि गाई होइन जे हो भने भए पनि अब मान्छे नभासी हुँदो रहेछ क्या बाटोघाटो। अब पनि घाँस काट्ने बाटोमा पनि घाँस काट्न छोडिसक्यो। यही पनि जङ्गल भइसकेको छ हेर्नुहोस्।
जङ्गल भइसकेको छ मान्छेहरू नहुने भने केही कामै रहन्छ गाउँमा केही मान्छे हुनु पर्दो रहेछ केही गर्ने मान्छे साहसिलो मान्छे अलिक चाहिँदो रहेछ गाइज मान्छे नहुने भने कामै रहन्छ गाइज अब गाउँमा युवाहरू जति अब विदेश गएका छन् अर्काको देशमा दुःख गरेका छन् होइन त्यो गर्नभन्दा त्यो अर्काको देशमा गएर दुःख गर्ने जति आफ्नै देशमा दुःख गर्ने पनि केही हुन्थ्यो भन्ने आशा छ मलाई खास कि हामी चाहिँ अब अहिले चाहिँ होइन खाल्टाको चौपारी भन्ने ठाउँमा आयो खाल्टाको चौपारी चाहिँ हो यही हो होइन यो चाहिँ पिपलको रुख हो अहिले यो खाल्टाको चौपारीकै होइन पहिले चाहिँ बाख्रा गोरु भैँसी गोरुहरू यहाँ चराउन ल्याइन्थ्यो अहिले चाहिँ बिजोग झाम्री भएको छ कोही कसै पनि यहाँ गाई गोरु बाख्रा ल्याउँदैनन् यहाँ चाहिँ अहिले चाहिँ त्यो झाम्री भएको छ यहाँ कसैले घाँस पनि काट्दैनन् होइन गाई बिजोग झाम्री छ के यहाँ जानै नसक्ने छ बिजोग छ आजभोलि यहाँ गाई बस्तु त्यहाँ पाल्नै छोडे नि कताकति हुन्छन् तैपनि आजभोलि ट्र्याक्टरले जोत्ने चलन छ गाई बस्तुहरू हराउँदै गए अनि झाम्री हुँदै गयो त्यस्तै हो गाई के गर्न छ र होइन चल्ने फेर्ने डुल्ने अलिअलि घाँस सास काट्ने गाउँमा कोही छैनन् 2-4 मात्रै हुन् युवा भनेका जति विदेश गइसके के गर्न छ गाई आउन लाग्यो छु अब चाहिँ अलि परतिर पर्छ होइन अलि पर अब देखाइदिन्छु गाई होइन म आइसकेँ अब योभन्दा अलि त्यो डाँडोभन्दा पल्लो डाँडो हो क्या गाई चाहिँ ओ उहाँको डाँडो हो गाइस उहाँ घाँस काटेको देख्यो नि हो त्यहाँ म पुग्ने हो गाइस यो चाहिँ चिउरी खाल्टा हो चिउरी खाल्टा हो चिउरी खाल्टा यताबाट यता के भन्छन् भने माइन चौर यो खेत चाहिँ हाम्रो होइन तल यो इन्द्रेङ्गलको गोठ यता चाहिँ केलुङ यता तल केलुङ हो देखिएको छैन गाइज घरबारीमा आइसक्यो अब कहाँ काट्ने यता काटिसकेको रहेछु मैले अब हो यहाँ काट्ने हो कि अब मासतिर जाने हो कता जाने के कसो गर्ने हो अब घाँस सास काट्न पऱ्यो होइन ट्याप्प भारी सारी बाँध्न पऱ्यो अनि त्यसपछिको भिडियो देखाउँछु त्यही हो गाइज A few hours later. टक्क भारी बोकेर टक्क हिँडिसक्यो होइन कताडो झर्ने यस्तो झाम्री पनि फाँडा हेर्नुहोस् त यस्तो थियो यो पत्ता थियो घाँस काटेर अब हिँडिसकेको बेला भयो अब जानु पऱ्यो अनि टक्क भात सात खानु पऱ्यो अब हुन्छ कसो हुन्छ होइन अब घर घाँसी देखाउँछु गाइस अब त्यही हो उहाँ पनि तल घाँस काट्नु गएको छ उहाँ तल देखिएको छैन तर के छ अब चाहिँ म हिँडिसकेँ कता लाएर गाइस अलि हतार छ नत्र भने एकछिन हतार भएर हो नत्र भने यस्तै छ गाइस के हुने यो र सब्जी के हो घिराम्रो पर्स्यो ल खाना खाएँ भने टक्क लाएर अब रोटी पनि यसो रोटी बनाउनु भएर जमाउँदै टक्क रोटी खानु पऱ्यो अब देउसी लगाइसक्यो अब चाहिँ देउसी लाउँदैछु अब चाहिँ जाने गाई अब हेर्नुको यो रोटी सारा टक्क कलेजतिर आएर गरेर आउँछु अनि आइसकेपछि अनि देखाउँदैन अब के गर्छु अब दिउँसो हुन्छ त्यही हो गाई